हाई लेभलको सुगर देखायो। नर्मली खाना दियो 37 केजीबाट 42 केजीमा झरे। 7 टाइम्स गर्नु पर्यो। यस्तो र्यासेसहरू भमिट गर्ने टाइममा चाहिँ एकदम सम्झिँदै रुन्थे। पेटमा बेबी छ भनेर अलिकति मलाई डर पनि लाग्यो। हस्पिटलमा चाहिँ 4 दिन जस्तो राखियो। Hello and namaste, welcome back to Seyamji vlog after 1 week. हजुरहरूलाई फेरि पनि स्वागत छ हाम्रो भिडियोमा। सो आज चाहिँ म एक्लै आएको छु मेरो प्रेग्नेन्सी जर्नी सेयर गर्नका लागि। एन्ड करेन्टली चाहिँ म 25 विक्सको भएको छु। एन्ड दिस विक म चाहिँ सेजाङको घर जाँदैछु फर डेलिभरीसम्म। सो त्यही भएर त्यहाँ नै म 3-4 मन्थ्स बसेर अनि बल्ल रिटर्न हुनेवाला छु। सो यो भिडियो चाहिँ धेरै नै अघि आउँछ। रियाक्सन भिडियो पछि चाहिँ यो भिडियो आउनेवाला छ। तर यो भिडियोभन्दा अगाडि पनि हामीले ब्लगहरू बनाएका छौँ। सो त्यो ब्लगहरू चाहिँ यो भिडियो पछि चाहिँ आउनेछ भन्दै अनि हेर्दै गर्नुहोस् होला है भन्दै मेरो प्रेग्नेन्सी जर्नीतर्फ लागौँ है त। के कस्तो भयो भनेर म हजुरहरूलाई सेयर गर्छु है त। मलाई चाहिँ प्रेग्नेन्ट छु भनेर थाहा हुनु 1 विक अघिबाट नै बडी र्यासेस, म साइडमा फोटोहरू पनि राखिदिन्छु, मलाई चाहिँ यस्तो र्यासेसहरू एकदमै आएको थियो। सो एकदमै चिलाउने अनि फोका फोका आउने भएको थियो। तर त्यो चाहिँ प्रेग्नेन्टले हो भनेर चाहिँ थाहा थिएन। सो मैले डिफ्रेन्ट टाइप्स अफ क्रिम चाहिँ एप्लाई गरेँ तर त्यसले चाहिँ केही निको नै भएन। तर सायद त्यो हर्मोन चेन्ज भएर चाहिँ आएको होला भन्ने चाहिँ लाग्यो है मलाई। सो त्यसपछि मेरो मेन्सुरेसन डेट पनि कट्यो बट नो मेन्सुरेसन। सो त्यही भएर हामीले चाहिँ नजिकैको ड्रग स्टोरबाट चाहिँ प्रेग्नेन्सी किट ल्याएर चाहिँ घरमै टेस्ट गर्दाखेरि चाहिँ पोजिटिभ देखायो। सो त्यतिखेरको हाम्रो रियाक्सन चाहिँ एकदमै ह्याप्पी, नर्भस प्लस एक्साइटेड थियो। सो दुवैजनाले आफ्नो रियाक्सन चाहिँ लिन पाएका थिएनौँ। बट मेरो फ्यामिली रियाक्सन चाहिँ हजुरहरूले अगाडिको भिडियोमा हेर्नुभयो होला। अनि त्यसपछि यो पछिको प्रोसेस चाहिँ के गर्ने त होला भन्ने चाहिँ हामी दुवैलाई थाहा नभएकोले चाहिँ हामीले चाहिँ सेजाङको ममलाई भन्ने डिसाइड गऱ्यौँ। सो हामीले त्यही दिनको बेलुका सेजाङको मम्मीलाई चाहिँ भन्यौँ। सो दे वेयर अल्सो भेरी ह्याप्पी एन्ड यसो गर्नु भनेर चाहिँ सिकाउनु भयो। सो गाइनोकोलोजी क्लिनिकमा चाहिँ जानुपर्छ फर्स्टमा भनेर चाहिँ सिकाउनु भयो। सो जापानमा चाहिँ सामफुजिङ्का भन्छ। सो हामी त्यसपछि सामफुजिङ्कामा जाने भन्ने कुरा भयो अनि हामी सामफुजिङ्का पनि गयौँ। त्यो दिनको थोरै क्लिप चाहिँ हामीले खिचेको थियौँ। सो यो पछि प्ले गर्छ है त, हेर्नुहोस् है त। あんちゃん、おはようございます。おはようございます。今日は産婦人科に行って今からあんちゃんのお腹の赤ちゃんの声を聞きに行きます。はい。どうですかね。初めて。どうですかね。いるかどうかわかりません。いるかわかんないけどちょっと緊張してる。うん。はい。ちょっとしてます。じゃあ行ってきましょうか。はいあ、こっちか。हजुरहरूले हेर्नुभयो होला थोरै क्लिप। अनि त्यसपछि चाहिँ हामी बेबी चाहिँ पाठेघरको भित्र रहेछ भन्ने चाहिँ थाहा भएर हामी चाहिँ ह्याप्पी भयौँ। बट अझै स्टिल बेबीको हार्टबिट चाहिँ सुन्नुपर्ने हुन्छ अरे भनेर चाहिँ त्यसपछि चाहिँ हामीलाई ठुलो हस्पिटलमा रिफर गरायो। एन्ड त्यहाँ जाँदाखेरि चाहिँ बेबीको हार्टबिट सुनियो भन्नुभयो। सो हामी चाहिँ त्यसमै खुसी भयौँ। अनि त्यसपछि मलाई चाहिँ 5 विक 2-3 डेज हुँदाखेरि नै एकदमै भमिट स्टार्ट भएको थियो। यो चाहिँ अब सबैको केसमा हुन्छ भन्ने चाहिँ हुँदैन, तर मेरो केसमा चाहिँ अलरेडी एकदमै छिटो नै मलाई चाहिँ भमिट स्टार्ट भयो। सो 7-8 विक्समा त धेरै नै गाह्रो भयो कि म एकैचोटि 47 केजीबाट 42 केजीमा झरेँ भनेपछि हजुरहरूले पनि अन्दाज गर्नु होला। मैले मेरो साइडमा फोटो पनि राखिदिन्छु। मेरो हस्बेन्डले चाहिँ फोटो चाहिँ एकदमै खिचिरहन्थ्यो कि, त्यही भएर चाहिँ त्यो चाहिँ मेमोरिजको लागि पनि भयो। त्यतिखेर चाहिँ एकदमै रिस उठ्थ्यो किन फोटो खिचेको होला भनेर चाहिँ। तर अहिले हेर्दाखेरि चाहिँ अलिकति हाँस पनि उठ्छ। सो मेरो यो फोटो थियो म 47बाट एकैचोटि 42मा झर्दाखेरिको फोटो। मेरो हालत चाहिँ एकदमै धेरै नै खराब थियो कि अहिले सोच्दा चाहिँ त्यस्तो पनि भएको थियो है भन्ने लाग्छ। तर
एभ्री ममहरू यही फेजबाट जानुभएको होला है 90%। सो उहाँहरूलाई चाहिँ बिग रेस्पेक्ट छ। सो मैले पनि बल्ल थाहा पाएँ कि यस्तो हुँदो रहेछ भनेर। मेरो फर्स्ट एक्सपिरियन्स एन्ड मम्मीप्रतिको माया चाहिँ झनै धेरै नै बढ्यो भन्न चाहन्छु, एन्ड रेस्पेक्ट पनि। सो यसरी नै हामीलाई जन्माउनु भएको रहेछ है भन्दै चाहिँ म भमिट गर्ने टाइममा चाहिँ एकदम सम्झिँदै रुन्थेँ। अनि त्यही हो साथीहरू, एकदमै धेरै गाह्रो भयो, एकदमै गाह्रो भएको थियो। न खान सकिन्छ न पिउन सकिन्छ। भमिट मात्र भएको गरेको कारणले चाहिँ मैले चाहिँ अनि हस्पिटलमा फलोअप गर्नको लागि जाँदाखेरि चाहिँ अनि त्यहाँदेखि पानी पनि चढाएको थियो। यो साइडमा फोटो पनि राखिदिन्छु। 10 विक्स हुँदाखेरि चाहिँ हामी फलोअपको लागि गएको थियौँ हस्पिटल। अनि हस्पिटलबाट चाहिँ हामीलाई तेरो फ्यामिलीमा डायबिटिज छ कि छैन भनेर सोध्नु भएको थियो। सो मेरो चाहिँ मम एन्ड ड्याड दुवैलाई नै डायबिटिज भएको कारणले चाहिँ अब नेक्स्ट फलोअपमा आउँदाखेरि चाहिँ मेरो सुगर लेभल चाहिँ टेस्ट गर्ने भयो। सो त्यसपछि चाहिँ मेरो 12 विक्समा फलोअप थियो। सो त्यो दिनमा चाहिँ मेरो सुगर लेभल टेस्ट हुने भएकोले केही नखाइकन आउनु भन्नुभएको थियो। एन्ड त्यो दिन चाहिँ मेरो सुगर लेभल 3 टाइम्स चाहिँ चेक भयो 2 आवर्सको ग्यापमा। अनि हामी रिजल्ट कुर्यौँ। अनि त्योभन्दा अघिल्लो चेकअपमा चाहिँ डक्टरले तेरो एउटामा मात्र पनि सुगर एकदमै हाई देखायो भने चाहिँ तँलाई हस्पिटल एडमिट हुनुपर्छ भन्नुभएको थियो। अनि मेरो केसमा चाहिँ के भयो होला त? मेरो केसमा चाहिँ 3वटामै हाई लेभलको सुगर देखायो कि जुन चाहिँ म रिपोर्ट हेरेर एकदमै सक भएँ एन्ड सरप्राइज पनि भयो किन यस्तो भनेर। एकदम आफूलाई नै क्वेसन गरेँ, वाइ। अब त्यो देखाएको चिज वाइ भनेर पनि सल्भ हुने कुरा होइन। सो डक्टरले चाहिँ हस्पिटल एडमिट हुनुपर्छ भन्नुभयो। सुगर चाहिँ एकदमै कन्ट्रोल गरेन भने चाहिँ बेबी चाहिँ एकदमै ठुलो भएर छिटै निस्किनु पर्ने हुन्छ, जुन चाहिँ बेबीको लागि एकदमै नराम्रो हो भन्नुभयो। सो त्यसपछिको हाम्रो प्रोसेस चाहिँ डकुमेन्ट फिलअप गर्ने अनि के हस्पिटल जानु अघि चाहिँ के सामानहरू पनि लानुपर्ने रहेछ। सो त्यो चाहिँ हामीले सबै प्रिपेयर गरेर त्यसपछि चाहिँ मलाई हस्पिटल एडमिट गरियो। एन्ड मेरो रुम चाहिँ यस्तो देखिन्थ्यो, एकदमै कम्फर्टेबल थियो। अनि हामीले चाहिँ 2टा पेसेन्ट भएको रुम चाहिँ चुज गरेको थियौँ। सो त्यही भएर चाहिँ मेरो नेक्स्ट साइडमा चाहिँ कोही पनि हुनुहुन्थेन लकिली। सो त्यही भएर एकदमै कम्फर्टेबल, एकदमै सजिलो पनि भयो। त्यो दिन चाहिँ मलाई नर्मली खाना दियो एन्ड मेरो खाना चाहिँ यस्तो थियो। मैले भिडियोहरू पनि खिचिरहेको थिएँ हल्का, यसकै लागि हो भनेर त थिएन, तर मेमोरिजको लागि हुन्छ भनेर चाहिँ मैले चाहिँ सबै क्याप्चर गरिरहेको थिएँ। अनि त्यो दिन चाहिँ मेरो खाना खाएर सुगर लेभल कन्ट्रोल हुन्छ कि भनेर चाहिँ हेऱ्यो, बट त्यो चाहिँ अलिकति इम्पोसिबल नै भयो। मेरो सुगर लेभल चाहिँ एकदमै हाई भएर त्यो चाहिँ अलिकति इम्पोसिबल नै भएछ। सो त्यही भएर नेक्स्ट डेको इभिनिङबाट नै मलाई इन्सुलिन हान्ने कुरा भयो। अनि डक्टरले चाहिँ इन्सुलिन चाहिँ पेटमा या थाइमा हान्न मिल्छ भन्नुभयो। सो मैले चाहिँ थाई चुज गरेँ, किनभने अब पेटमा बेबी छ भनेर अलिकति मलाई डर पनि लाग्यो। सो मैले चाहिँ थाइमा हान्ने डिसिजन लिएँ। अनि उहाँहरूले मलाई प्रोसेस बाई प्रोसेस नै सिकाइदिनु भयो। सो त्यही भएर अहिले चाहिँ म इन्सुलिन हानिरहेको छु बिहान र बेलुका नै। सो खाना खानुभन्दा अघि त्यो दिनदेखि चाहिँ मेरो इन्सुलिन स्टार्ट भयो। बिहान र बेलुका खाना खानुभन्दा अघि जसरी पनि हान्नै पर्ने। एन्ड मेरो सुगर लेभल टेस्ट चाहिँ एभ्री डे 7 टाइम्स गर्नुपर्ने भयो। अनि हस्पिटलले भनेको अनुसार चाहिँ मर्निङमा 130 ग्राम भात, डे टाइममा 100 ग्राम भात, अनि बेलुकामा चाहिँ 100 ग्राम भात जोखेर खानुस् भन्नुभयो। अनि एभोइड गुलियो थिङ्स भन्नुभयो। सो त्यही भएर मैले हात पनि लगाएको छैन अनि खानु पनि पाएको छैन।
सो मलाई हस्पिटलमा चाहिँ 4 दिन जस्तो राखियो अनि डिस्चार्ज गरेर घर आइयो। घरमा आउँदा चाहिँ सेचानले मलाई सरप्राइज दिएको थियो। सो डेकोरेट गरेर ओखाइरी वेलकम ब्याक होम भनेर सरप्राइज गरेको थियो। सो मलाई चाहिँ त्यतिखेर एकदमै ह्याप्पी फिल भएको थियो। त्यसपछि चाहिँ 20 विक्समा फेरि हाम्रो फलोअप थियो। सो हामी फलोअपको लागि जाँदाखेरि चाहिँ अहिले खाइरहेको खानाले चाहिँ पुग्दैन अरे। 20 विक्स पछि चाहिँ बेबीको ग्रोथ चाहिँ अलि हुने भएको हुनाले चाहिँ बिहानको मेरो खानाको ग्राम चाहिँ 130बाट 150मा पुग्यो। तर डे र इभिनिङ चाहिँ 100 ग्राम नै खानु भन्नुभयो। अनि त्यस पछाडि सुगर टेस्ट चाहिँ एभ्री डे गर्थेँ नि त पहिला। सो 20 विक्सबाट चाहिँ मलाई 1 विकमा चाहिँ 3 टाइम्स गर्नु भन्नुभयो। अनि इन्सुलिन त एभ्री डे नै भइहाल्यो। इट वाज सो डिफिकल्ट जर्नी इन मेरो केसमा चाहिँ। तर सबैको प्रेग्नेन्सी जर्नी चाहिँ सेम हुन्छ भन्ने हुँदैन। मेरो चाहिँ यसरी नै बित्दैछ। यो भिडियो बनाउनको कारण पनि मेन चाहिँ मै नै हो। किनभने चाहिँ यसरी भिडियो गरेर राख्यो भने चाहिँ पछि हेर्दाखेरि एकदमै मेमोरिज हुन्छ नि त। अनि यस्तो पनि भएको थियो है भन्ने हुन्छ। सो त्यही भएर चाहिँ मलाई क्याप्चर गर्नु मन लागेर क्याप्चर गरेको हो। अनि करेन्टली चाहिँ म 25 विक्स भएको छु एन्ड मोर टु गो। अहिलेको कन्डिसन भन्नु पर्दाखेरि चाहिँ कन्स्टिपेसन, ब्याक पेन अनि त्यस पछाडि लेग क्र्याम्प एसेक्ट्रा। सो भिडियो पनि लामो भयो होला, बट अहिले चाहिँ म एकदमै मेरो प्रेग्नेन्सी जर्नी एकदमै इन्जोय गरिरहेको छु भन्दै लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अनि यसपछि पनि धेरै भ्लगहरू आउनेछ। सो हजुर हेर्दै गर्नुहोस् होला भन्दै अनि यति धेरै लभ एन्ड सपोर्ट दिनुभएकोमा धेरै धेरै थ्याङ्क यू भेरी मच भन्दै अर्को भिडियोमा फेरि भेटौँला। बाई बाई एभ्रिवान।